सो गाइज चल चाहिँ फाइनली टिकाको टाइम पनि भइसकेको छ अनि टक्कै यहाँ डिउहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ टिका पनि सुरु भइसकेको छ नामले साउ विजय देशरी इटो नाङकान इटो छानो भेटेर छन् रुके अट दिने सतुर्दे चो पटला माकोटा मुके नाङ पटे गन्जीमान छन् नानी ए भगवान यसो पो यार हुन्छ वो भने बडे आशीर्वाद न ने न्याङ नानी चाहिँ झाडेमा छुनाङ अन्य अन्न अट दिने लाज छुनाङ पैसा अट दिने नानी यसै भगवानले छिरो आशीर्वाद ल ताली बजा कार्यक्रम समाप्त पैसा याकेमा पुलिसले हजुर रोहन अनि सोहन ल नमस्ते ल ल अब कसको तान्नु ऊ बाजेको तान्नु क्या हजुरको कस्तो देखिरहेछ फोटो मुके ल ठिकै छ आज 2022 असोज महिना 16 गते बिहिबार आज रक्तिको दिन नाम सोहन सिन्जाली सोहन सिन्जाली सिङ्गालीको नाममा मैले गर्छु र यसमा मैले भनिदिन्छु आफूहरू केही भयो बाजी टोपी खै खाइनु हुनु राम्रो होस् पुनिस के पर्छ जम मैले टिका लाउँदाखेरि टोपी ल्याउनु के ओला खै त्यसै बाजी टोपी हुनु के लाम जमरा र माला के हिरो माला के ल नमस्ते ल भएको ल राना ए लट्ठु मम्मी झ्याम्ने 10 दिन नि पाइयो हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्याक भिडियो सबैजना सञ्चारमै छ ल म पनि सञ्चारमै छु आज चाहिँ यसो हल्का चस्मा लगाएर भ्लग बनाइदिएको होइन त्यो गाइज कतिको होला 1-2 मिनटको होला यो भ्लग चाहिँ अब त्यो आज चाहिँ हामी पाहाड घरमा टक्राएर देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पाहाड घर भइहाल्यो अरे अनि टक्राएर बाटो देख्न सक्नुहुन्छ कस्तो हालत छ होइन अनि त्यो फ्याम होइन देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले रिचर काकिन गएर सरी अहिले चाहिँ हामी रिचर काकिन जानु लाग्यो टक्कले आएर त्यहाँ पछाडि झ्याम जुगाउनु भनेको आयो मैले केटीले जस्तो कति टाइम लाग्यो पनि अनि टक्राएर अगाडि भ्यू हेर्नु गाइसहरू आमामा आकाश अझ नजिकदेखि हेर्न पर्नुहुन्छ तपाईँहरू यस्तो फिदा हुन्छ नि तपाईँहरू टक्कलाएर के भन्नु तपाईँहरूलाई म होइन बयानै गर्न सक्दैन मैले चाहिँ अनि त्यो अगाडि त अगाडि देख्न सक्नुहुन्छ डाँडाहरू यहाँ चाहिँ हामी सुनसानमा त एउटा मात्रै हो कि यहाँ चाहिँ हेर्नु घरहरूको यहाँ यता ओह्रालो यतातिर ओह्रालो अनि यतातिर यो खोर भइहाल्यो के अरे अनि त्यो अनि उतातिर यसको उतातिर बारी छ अनि उयो सुन्दालाको डुगर छ अनि यहाँ भैँसीहरू छ होइन त्यो फ्याम अनि अब चाहिँ हामी यहाँ आएको चाहिँ हामी चाहिँ 4-5 दिन भयो होला लगभग 4 दिन जति भयो होला दसैँ भोलि हो भन्ने बेलामा आएको हामी चाहिँ अनि त्यो फ्याम अब चाहिँ रिसर्चका किन जानुपर्ने हुन्छ ऊ त्यो डाँडामा मलाई जान मन लाग्यो गाइस एक्चुअली अनि तपाईँहरू टक्राई भ्यू देखाइदिउँ भनेको अब हेरौँ अहिले त माने भने चाहिँ जाम्ला मानेन भने त्यस्तै हो सम्झिनु पानी झम्किनु त्यो अब रिसर्चका किन गइन्छ आइन्छ गेम खेलिन्छ तर यस्तो रहेछ कि गाइस पाहाडमा फेरि लाइन चाहिँ गए गर्ने रहेछ होइन सो त्यो पाहाडमा चाहिँ वाइफाई हालेको चाहिँ मलाई ठिक लाइन जस्तो लाग्यो होइन त्यो भएर ओमा भैँसी ल्याएछ गाइस अनि टक्राएर त्यहाँ हामी बाजे देख्न सक्नुहुन्छ हेलो बाजे भन्नु भिडियो खास त कै अनि इन्च चाहिँ गाइस यहाँकै अलिक मगर भाषा यहाँकै वाले गौ बाजे यहाँकै पाटक चाले अगाडि नाकै भ्यू टक्राएर विशाल पनि आइसकेको छ अनि त्यो अझ हामी हिँडिरहँ उता घर भइहाल्यो क्या माथि देख्न सक्नुहुन्छ भ्यूहरू त्यो गाइस अब चाहिँ हामी रिसर्च कार्ड किनिन्छ आइन्छ अनि के गरिन्छ है अनि गेम खेलिन्छ अनि ब्लग यहीँतिर समाप्त भइन्छ तर चार्ज छैन कि फेरि बिहानदेखि लाइन जाने आउने गरेँ गाइस त्यो भएर मैले चाहिँ मोबाइल चार्ज गर्नै पाएन धेरै होइन दाउ कति 35 जति होला चार्ज पहिला चार्ज फुल हान्दिउँ अनि त्यसै गर्नु उयो जाने अरे उयो माथि डाँडामा गाँड फटिन्छ अरे किनकि सकिँदैन नि त्यो यसमा स्टामिना धेरै छ नि त त्यो भएर
टक्रा त्यो गाई चाहिँ सक्नुहुन्छ है अब चाहिँ जानुपर्ने हुन्छ दाडै यस्तो जाँदा उकालो आउँदा फेरि ओह्रालो हो कि फेरि त्यही फ्याम सो गाइस अहिले चाहिँ हामी टक्राएर बाटोमा पनि निस्किसक्यौँ अब चाहिँ हामी भनौँ न भलिबल ग्राउन्डमा चाहिँ अहिले लग्छु भने अब त्यहाँ हामी चाहिँ त्यहीँ गएर यसो सिनेमेटिक भिडियो बनाइदिउँ यदि राम्रो भयो भने अब छैन भने त त्यस्तै हो यस्तो देखाइदिन्छ हजुरलाई यस्तो यस्तो हो भनेर टक्राएर पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ बाँसघारी आयो यसलाई बाँसघारी भन्छ न ढाक्रे बाँस भन्छ यसलाई टक्राएर देख्न सक्नुहुन्छ होइन ओहो के बनायो टक्राएर होइन देख्न सक्नुहुन्छ है जियोस् ठिकै हो भनौँ न त्यो बाटोको हालत चाहिँ यस्तै हो हो अब जे भने जे हुन नि सक्यो पूर्व खोला टक्राएर अब हामी जानुपर्ने हुन्छ है हिँड्नु गए चाहिँ बिउहरू त्यो निलो टरा चाहिँ के हो त्योभन्दा तल्लो एउटा बुढा चाहिँ हो त्यहाँ गएर बस्दिनु ए उ त्यो तलको ए सही भनेस् टक्राएर देख्न सक्नुहुन्छ है धेरै नै यहाँबाट यत्रो जाने तल झन् अनि उता आइपुगिन्छ त्यही हो देख्न सक्नुहुन्छ म चाहिँ चार्ज नहुँदा पनि भ्लग बनाइरहेको क्या तपाईँहरूको लागि यति त गर्नु परिहाल्यो होइन त्यो धेरैको हुन्न 9-10 मिनटको जति हुन्छ होला टक्राएर यता आइपुगेपछि चाहिँ म डाइरेक्ट तपाईँसँग भेट्छु गाइस अझ फाइनली हामी आइपुग्यौँ होइन देख्न सक्नुहुन्छ बाटोघाटो त्यस्तै छ होइन अब के गर्नु त अनि भलिबल ग्राउन्ड चाहिँ अहिले यस्तै हो झाड पराइसकेको भए चाहिँ खासै नखेल्ने भइसक्यो अहिले चाहिँ होइन देख्न सक्नुहुन्छ भलिबल ग्राउन्ड चाहिँ यही हो टक्राएर बाटो त आमा हो यही हो गाइस देख्न सक्नुहुन्छ है भलिबल ग्राउन्ड चाहिँ यही हो अनि यो चाहिँ यो के बस्ने ठाउँ ओहो पानी परेको गाई छैन अगाडिदेखि चाहिँ हरि पानी पऱ्यो बिहानदेखि पानी पऱ्यो यहाँ हात कस्तो चिसो जमेर कस्तो हुन लागिसक्यो गाई छैन वा अस्ति नै हामी पौडी खेल्न गएको त्यतातिर क्या हामी बाजे खेत फेरि त्यो हो क्या ठ्याक्कै एउटा बुढा छ नि बिचमा त्यसको तलतिर सही छ कि जम्मा चाहिँ ऊ त्यो रुपसिङ जाउँ अनि यसो बस्दिउँ त्यो जाम्ला धेरै मेमोरिजहरू छ नि त गाई चाहिँ फेरि पहिला यहाँ खेल्न आइन्थ्यो भाइहरूसँग ल गाइज finally we are come in our destination टक्रा यहाँ बसिन्थ्यो क्या म यहाँ बसेर यहाँ भाइहरूलाई कबड्डी सबड्डी खेलाइन्थ्यो ल अब म त अझै यहाँ दिमागमा हरि याद छ क्या अनि बल एक फेर ऊ यता गर्थ्यो तलतिर खोज्न गर्थ्यो ल अब मजा थियो हा के रोपेको यहाँ फेरि देख्न सक्नुहुन्छ है जस धेरै मेमोरिजहरू छ टक्राएर यहाँ यस्तै है अगाडिदेखि चाहिँ पानी परिरहेको चरा पलाएर घाम लाग्यो भए यस्तो लभली हुन्थ्यो नि अनुभव हिमालहरू टक्लाएर अगाडि फेरि लभली खानु त फेरि थाहा भयो फेरि यहाँ यस्तै छ नेपाल हो अब जे पनि हुन सक्यो है त्यही हो अगाडिको भ्यू हेर्न चाहनुहुन्छ भने लाउनुहोस् हेर्नुहोस् रोक्नु 2मा हेर्नुहोस् त्यो 6मा के अरे 2मा हेर्नु लगाएपछि यो चाहिँ 1मा है देख्न सक्नुहुन्छ टक्रा अगाडि चाहिँ घरहरू हो हरिब अनि अगाडिदेखि पानी पनि परिरहेको त्यही गाइस अनि यहाँ चाहिँ हरि गोरु देखाइहाल्यो त ल त्यही हो है त चल्छ हामी टक्क लगायो होइन उसबाट फर्कि पनि सक्यौँ अनि चार्ज हेरेको त जम्मा 10%। त्यसपछि हिँडिदियौँ अब घरमा लाइन आएको छ भने चार्ज गरौँला आएको छैन भने चाहिँ त्यही हो यत्तिकै ठन्केर बस्छौँ मोबाइल अनि त्यही हो अब चाहिँ घर गइन्छ अनि अहिले साथ चाहिँ के हुन्छ होइन हो त्यो सब तपाईँहरूलाई क्याप्चर गरिदिउँला अनि नत्र भए कि डाइरेक्ट त्यो हामी बाजेको बर्थडेको दिन बनाउने यही जोडिदिने र होइन त्यसमै आफ्टर 2 days आफ्टर 3 days भनेर क्या होइन हो त्यस्तै गरिदिनु अब इम्पोर्टेन्ट लामो हुनसक्छ होइन लामो हुनसक्छ त्यही हो अनि हारिन्छ टक्कर यहाँ रुखमा आइपुग्यो ल 10 वर्ष नै 10 वर्ष मात्र बाँकी छ है अब त्यही हो
घर गयो भने चाहिँ चार्ज गरिन्छ है त हामीले घर पनि आइपुग्यौँ टक्कै रिमेस हुन्छ भिडियो गयो नजर कुछ इस टाइप का है और यहाँ आएर यसले एउटा बल्ब दिए त बहुत ही डेंजर जैसे आप लोग देख सकते हैं इधर खोडालीहरू हैन अब चाहिँ भल्ला गोरु देखेर नि हैन मेरो मोबाइल खै ए मेरो मोबाइल यहाँ आइछ मा कुरी चार्जै नगएछ 29% किन अब सो गाइस चाहिँ हैन भर्खर के सुतेर उठेको होला नि के भन्नु मलाई यतिकै बसिरहेको थिएँ लाइन जाने आउने मात्रै गरे अनि त्यो 6 बजे 6 मिनेट गइसकेको छ अनि भ्यू चाहिँ लभी देखियो क्या हैन अब यसो बाहिरको भ्यू तपाईँहरूले देखाउन पर्ने हुन्छ अब चाहिँ ल इन्जोय गर्ने हजुर गाइस अब टक्कै अगाडिको भ्यू हेर्दा आमा ओहो हत्तेरी है आमा कस्तो लभली देख्यो यार अनि यहाँ चाहिँ किचन भयो अरे के ओ तल बारीहरू बारीहरू होइन सुन्तलाहरू अक्ला तेरी सो गाइस तपाईँहरूले यताको भ्यू चाहिँ हेर्नुभयो होइन अब चाहिँ म तपाईँहरूलाई यता अगाडिको चाहिँ देखाउँछु क्या हेर्नु न कस्तो लभली आएको क्या यार आमा ओह टक्कर कस्तो हेर्नु न गाइस यार यसको त्यो भनौँ न त्यो कलर पनि यता भित्तामा आइरहेको क्या टक्कर आमा अझ मैले फ्ल्यास बालेर रोक्नु फ्ल्यास नबालिकन हेर्नु झनै रोक्नु चाहिँ ल गाइस हेर्नु फ्ल्यास नबालिकन हेर्नु यस्तो कस्तो लभली थियो त नि मा कसम ठिकै हो टक्राएर नि अगाडिको चाहिँ म तपाईँहरूले देखिसक्यो होला होइन अघि नै चाहिँ हामी पाहाडको ओ पानी परेर हैरान छ आज टक्राएर अगाडि गतिरिया आमा बयान कसरी गरौँ म बयान पाहाडको केही फाइदा पनि छ केही बेफाइदा पनि छ क्या फेरि फाइदा फेरि यस्तो हो होइन बिहान उठिन्छ अनि यसो हिमालहरू हेर्न पाइन्छ क्या त्यो खुसी लाग्छ कि गाइस होइन त्यो ठिकै छ सो गाइस इट्स द नेक्स्ट डे अनि त्यो आज चाहिँ हामी टक्राएर रामपुर जान लाम घुम्नको लागि यस्तो टक्राएर अगाडिको भ्यू देख्न सक्नुहुन्छ होइन यो भ्यू चाहिँ होइन यताको भ्यू चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरू अगाडिको फ्रन्ट क्यामेरादेखि चाहिँ मैले बनाइरहेको अहिले चाहिँ टक्राएर अनि त्यही हो यता जानु गाह्रो सो गाइस चाहिँ हामी टक्रा हिँडिरह्यौँ अनि हामी चाहिँ यहाँ ढुङ्गा छेउमा आइपुग्यौँ अनि मम्मीहरू त्यहाँ तलदेखि आउँदै हुनुहुन्छ अनि ड्याडी र आरब चाहिँ हिँडिसकेको छ अब हामी जानुपर्ने हुन्छ टक्रा बिहान यस्तो नजारा हेर्न पाएछ लभली पारामा है डेरी अगाडि बस्नुहुन्छ ल अहिले भनौँ ल नि गाडी चाहिँ फाइनली भेला भइसक्यो अब जिप आउनु मात्रै बाँकी अब चाहिँ टक्रा जिप आउँदैछ है जानुपर्ने हुन्छ ल उठ ल है आयो ल सोनीको यो होला नि अब त आरब ल है आयो यही त हो नि पिराले मोय नसकिनेको जस्तो फेरि ल जिबाई हो लडेक छ ल जाम बिस्तारै चाहिँ हामी टक्रा माथि बसिसक्यौँ बस्दैन अनि मम्मीहरू चाहिँ त्यहाँ स्कुटी लिएर आइसक्नु छ राख यसको हरिसक्यो ज्याकेट फेरि
काखमै लिने हो के काखमै लिने हो हजुरले फोन गर्नु भएको त होइन न फाइनली टाल पोखरा आइपुग्यो मम्मीहरू यहाँ हुनुहुन्छ फाइनल आइपुग्यौँ ए यहाँ ढुङ्गा के ढुङ्गा ला पानी है ढुङ्गाभित्र आउँछ नचल्नेवाला ढुङ्गा हो क्या यो नचल्नेवाला ढुङ्गा हो क्या फोटोसुट कार्यक्रम अब चाहिँ जान पर्ने हुन्छ हामी ढुङ्गामा एकछिन पछि पहिला फोटो खिच्छौँ क्यामेरादेखि छिट्टोमा हो ल ल ल झ्यामझुमै अघि टाल खिच्दैन सानोलाई ल ल ल झ्यामझुम झ्यामझुम ल हजुर यता जान्न ल ल ल यता आउनु न यता ल ल ल जाम 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 सुस्त त्यो पाइटल चलाउनु पर्छ अङ्कल म चलाउँछु भनेर किन ओके म चलाउँछु है लेग एक्सर्साइज पनि हुन्छ ल पहिला म जाने पहिला अरे कसरी होटेस जाने छोटो चलाउन ल्याक नजाने ओए के हो ए यता जाने पहिला ए त्यस्तो बाजी हो लगाइ आज ड्राइभर है त म अब गाई चाहिँ आऊ झ्याम जाउँ ल है त गाई यो चाहिँ हाम्रो स्टेरिङ भइहाल्यो खुट्टावाला स्टेरिङ ठकला त्यो अगाडि बस्दा गाई ड्राइभरहरू यहाँ हाजिर है ल है त गाइज ल उता माजामा बस्नु त हजुर त्यही बसाएर अहिले आरब धेरै यतातिर मात्रै लोड हुन्छ कि फेरि होइन ल ल ल ल धेरै यता लोड भयो अब यता बसी हुन्छ अब यता ए खेल्न त आमा स्टार हानिन्छ फेरि म त फेरि ल ओहो ए छिटो 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 सफारी गइसकेको छ अब त्यसपछि हाम्रो पारिरहेको छ है सही गर्नु झर 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 नतेको जति झर्नु न नै हुन्न के हुन्न अगाडि त्यहाँ चाहिँ फोटो खिच्दै हुन्छ ल भयो होइन ल ल ल टक्क लगाएर त्यही त ओके नात्यौँ न त्यही त डुङ्गा हो ल रिक्सा ल पटेल हाल्ने अङ्कल ए हान्ने हो ल रिक्सा
ल यता guys. यो बिचा भन्नु न तपाईँ म हो यो बिचा ल यता guys. गाई ड्राइभर यता आजको लागि चाहिँ म अहिले फाइनल आइपुग्यो चक्क लगाएर चाहिँ टक्क नास्ता खाना हिँड्दै भिसुक भाइ केटा गयो फ्री फायर हारे गयो फ्री फायर ओ लभले पालामा चस्मा लागेको कस्तो देखेँ क्या हुन्छ रबले देख्यो होला अझ नास्ता खाना बस्दै ज्याम झुम फाइनली चाउमिन बनाइसकेको छ सस हालिम न अब बसमा पनि चढ्नु लागिसक्यो हामी चाहिँ होइन सो एप्पल यही हो हाम्रो जिप ए म फेरि बस भन्दै लाग्यो अघि नै आएर जाम छठमा जान जस्तो छठमा हेर हानम पाङ्रामा तिमी पाङ्रामा बस भन चाहिँ फेरि जिप हिँडिसकेको छ ल युट्युबमा आउँछ युट्युबमा हेर्नु के बुझ्नु ड्याडीहरू चाहिँ त्यहाँ आउँदै हुनुहुन्छ पछाडिदेखि अनि बेग्ला हेलो भन यहाँ चाहिँ हाम्रो परिवार मात्रै छ कि हाल्नु मम्मी हाम्रो परिवार मात्रै छ क्या एउटा जिप भरेछ गाई जानु एउटा साउ र एउटा ड्राइभर छोडेर चाहिँ अरू सब हाम्रो परिवारहरू देख्न सक्नुहुन्छ नतिर अझै दुईजना उता तिनजना आरोसँग तिनजना पानीपुरी खाँदै होइन टक्कलाएर रोन हेलो भन हान्छ सक्छ सर्ट अरे गाई चल्छ नास्ता सास्ता गरेर पनि यहाँ आइसक्यौँ गाडीमा हामी चाहिँ अब त्यो मम्मीहरू चाहिँ आउने बाँकी मम्मीहरू आउनु बाँकी छ त्यसपछि हामी गइन्छ होला खै अझै बजार गर्न के भन्नु हो कि त अब जाने हो कि थाहा छैन मलाई चाहिँ हामी चाहिँ यहाँ गाडीमा आएर बसिरहौँ झ्याउलाएर चाहिँ देख्न सक्नुहुन्छ है के भन्न हामी टकाएर होइन यहाँ चाहिँ बसिरहेको मतलब भने गएछ होइन हो कि त चेकिङ छैन अब डाइरेक्ट टकाएर घर पुगेपछि चाहिँ मेसेज गर्नु पर्ने भ्लग बनाउनु पर्ने हुन्छ हामीले चाहिँ त्यही हो चार्ज पनि छैन होइन मजा आइरहेछ मजा आइरहेको गाह्रो छ है गाह्रो न यतिको यतिको क्या गाई त अझै टक्ला अहिले चाहिँ ठाउँ खाली भएर हामी चाहिँ यहाँ माथि आएछौँ होइन देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ अनि माइज अगाडि हुनुहुन्छ अनि टक्ला अगाडिदेखि एउटा जीव आउँदैन हामीले मतलब छैन होइन हामी टक्ला मस्त लडेको छ है लभले ऊ फेरि हात त मिलाउनै पऱ्यो फेरि होइन मामा भान्जा अब मिलाउनै पऱ्यो यसो गफसप त नगरी त हुँदै भएन फेरि टक्रा र लभले मजा नि झुन्डिन्डामा त्यो मर्सिडिजको लोगो क्या होइन है त हामी आइज हुनुहुन्छ अगाडि भाइरल हुनु पऱ्यो क्या अब भाइरल त त्यस्तै हो अब कर्म होइन
जा बाबु तेरो बहिनीलाई दे तेरो भाइलाई हुन्छ बोल्नु पर्छ ल ठिक छ ओए ओए कटर अन सेल भनेर हालिदिने क्या ताकिने 500 को नोटले कति रुपियाँ भनेर होम डेलिभरी फ्री भनेर आज हालिदिन्छ अझ फोटो खिच्दै भन्छ ल टक्रा है यहाँ फोटोसुट चल्दै हो मेरो भयो ल ल चाहिँ हामी टक्रा जे बाटो पनि झरिसक्यौँ अनि अगाडि टक्रा डाइरेक्ट विशालहरू हिँडिसकेको छु कोही कोही आउने बाँकी छ म चाहिँ टक्रा र यहाँ होइन हिँडिरहेको छु टक्रा देख्न सक्नुहुन्छ अब त्यो टाइम अब चाहिँ हामी घर जानु पर्ने हुन्छ अनि भ्लग यतितिर फोन सेलर अरूले तास यस्तरी हेर्छ कि यसले फेरि मोबाइल हेर्दा त्यो भ्लग चाहिँ यतितिर इन गरिदिनु पर्ने हुन्छ हामीले चाहिँ होप आजको भिडियो तपाईँलाई राम्रो लागेपछि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अब डाइरेक्ट बुढाबाट खोइ रोने आयो नि त्यसलाई लात हान्यो लाएर हान्ने त्यसलाई चाहिँ हानेकै अनि डाइरेक्ट बाजेको बर्थडेमा चाहिँ म बनाउँछु होला है त ल गाई सीताको भगै ल ल